दुईटै दुईटै पढाउन चारवटै पढाइदिउँ नि तर स्कुलमा त लानु पऱ्यो नि त होइन यसरी अहिले शिक्षा के शिक्षा भन्नुहोस् त यहाँ हेर्नुहोस् यो दिनमा कतिजना मान्छे हुन्छ कसले यसरी बसेर सोधेछ ल भन्नुहोस् त मलाई तपाईँको भ्यू चाहिँ एकदम मन पऱ्यो के दाइ साँच्ची हो तर दुनकाने खाल्को चाहिँ रेन्ट छोडिदिनुहोस् भन्नुहुन्न किन भन्नु न त्यो बच्चाले त बोल्नु सक्दैन नि त्यो बच्चाको मुख हामी हो क्या ल नयाँ टोपी ए नरिसाउनु रिसाउनु न ए न तिमी मेरो बाउ भाइ बोलाउनु होइन यसरी झगडा गरेन तर यसमा ओके आज हामी चाहिँ के भने अस्ति हामीले एउटा बच्चा हामीले रोडमा देखेको थियो अब तपाईँले हेर्दै हुनुहुन्छ एउटा बच्चालाई एकदम बिजोग तरिकाले राखेको छ बजारको बिच बाटोमा आमा पनि छैन यो हेर्नुहोस् यो बच्चा यसको आमा आउनुसँग कुरौँ यसको आमा आउनुसँग कुरौँ अहिले अलिकति पैसा दिँदैन किन यहाँ राख नराख भनौँ हो र यस्तो छ नेपालमा नेताजीहरू यो बच्चालाई टेक केयर गर्नुहोस् है चुनाव मात्र नराख्नु अब हामी सकेसम्म त अहिले हेल्प त गर्छु यो बच्चालाई होइन तर एकचोटि हेल्प गरेर केही पनि हुनेवाला छैन त्यही पनि के बौद्ध भित्र गल्लीमा यो बच्चा मैले लगेर स्कुलमा राखेर हुँदैन कि यही बच्चा देखाएर माग्ने हो अनि ल ल अब ल मैले यो बच्चा लान्छु पालिदिन्छु स्कुल तपाईँलाई देखाइदिन्छु स्कुलमा राख्ने भने तपाईँले दिनुहुन्छ हाल्छ नि त बोर्डिङ स्कुल हुन्छ नि त मैले हालिदिन्छु नि त हाल्ने हो ल त्यसमा यसरी नराख्नु ल यसलाई चाहिँ स्कुलमा हालिदिनु हुन्छ तपाईँलाई कसरी भेटाउँछ यसलाई स्कुल लगेर हाल्नुलाई घर चाहिँ कहाँ नि ए ल यसलाई चाहिँ स्कुलमा हाल्ने है यसो रोडमा नराख्ने ल ल तपाईँ आमा त जे गरेर पनि खाइहाल्छ नि त बच्चा त यसो राख्नु भएन नि त दुईवटा पो छ दुईटै हालिदिउँ ल नि यो के अरे अर्को चाहिँ कति वर्ष के गर्छ चाहिँ अहिले चाहिँ के गर्छ कसले हालिदिन्छ भने कुन सरले सिमलटारको सरले हालिदिन्छ भने छ त्यो सरको नम्बर छ अनि कसरी भेट्छ तपाईँलाई फोन नम्बर छ कि छैन तपाईँको खाना खुवाउने सर हामी त्यो मङ्गलबारे खाना खुवाउँछ नि तिरेकोमा हो त्यहाँको सरले भन्यो अनि तपाईँलाई कसरी भेटाउँछ अहिले हामीले पछि खोज्दाखेरि जहाँ पनि भेटिहाल्छ नि यहाँतिर पनि भेटिहाल्छ म यतै हुन्छ म यतै हुन्छ बहुततिरै हुन्छ म यो बच्चा लगेर हामीले पढायो भने हुन्छ है हो ठिक किन ल राम्रो गऱ्यो ऊ एउटा त पढाइरहेछ अरे एउटा सरले पढाइरहेछ नि यो बच्चा चाहिँ किन यसो राख्नु हुन्न नि त छैन 3 वर्ष अरे त्यसो यसलाई लगाएर पढाउनु ल है अनि तपाईँलाई हामी त्यो कुन ठाउँमा राखेको सबै देखाइदिन्छु फेरि त्यहाँ गएर जे बच्चाले भन्ने होइन नि फेरि पढ्छ नि ए ल ठिक ल हात मिलाउनु ल भोलिपल्ट जाँदाखेरि फेरि भेटेन होइन त्यसपछि हामी जेएनजीको यात्रामा आउट अफ सिटी जानु पऱ्यो होइन भ्याएको थिएन अब हाम्रो सबै जेएनजीको सहितको संवेदना प्रकट सिद्धियो अब यसमा हामीले ल्याएको लुगा यो होइन यो चाहिँ ओढाउनुलाई अब जहाँ सुत्यो पनि रोडमै सुत्यो पनि जे गरे पनि यसले उहरू टिकाहरू छेक्छ मुखसप चाहिँ हुन्छ नि अनि यो के हो यो ड्रेस यो लुगाहरू यो ब्ल्याङ्केट नि होइन अनि यो जुत्ता ज्याकेटहरू सब छ अब यसलाई सबै प्याक गरेर अब हामी यो त्यो बच्चा खोज्नु जान्छौँ होपफुली वी गेट लकी टुडे तपाईँ धेरै जसोले चाहिँ आमासँग बच्चा किन छुटाउनु खोजेको यो के गर्नु खोज्यो भने हामीले कसरी छुटाउनु खोजेन त्यो बच्चालाई त्यहाँ टेक केयर गर्नु मात्रै खोजेको कि आमाले हेर्नु सक्नु पऱ्यो कि हेर्नु सक्ने मान्छेले हेर्नु सक्नु पऱ्यो तर बच्चालाई आमा छुटाउनु हुँदैन भन्दैमा रोडमा राखेर माया मात्रै भएर भन नि त त्यसको प्रपर वे अफ ह्यान्डलिङ पनि चाहिने होइन त्यस कारण बच्चाको स्वास्थ्यको लागि कुरा हुन्छ होइन त्यस कारणले बच्चालाई आमासँग छुटाउने मात्र भन्ने कुरा होइन बच्चालाई जे बेस्ट हुन्छ हामीले त्यही गर्नुपर्छ होइन त्यस कारणले आज सकेसम्म हामीलाई उसलाई चाहिँ उद्धार गर्नु खोज्छौँ होइन कोसिस गर्छौँ फेरि त्यसरी बच्चा स्टेटमेन्ट ल्यायो भने अनि हामीले त्यही कानुनी प्रक्रियाहरूमा एउटा संविधान तपाईँले भने जस्तै पैसा दिएर जब दिएर गर्ने खालको पहिला रोडमै आउँदैन होइन म मात्रै पहिलो व्यक्ति होइन अहिले मैले बुझ्दै जानु धेरैले हेल्प गरेको हुन्छ फेरि फिर्ता गएर त्यो पैसा त्यहीँ सिद्धाउने त्यहीँ उडाउने होइन धेरै जस्तो जाँड रक्सी खाने त्यो उ नगर्ने त्यो म्यानेज नगर्ने क्या दिएर त्यो सल्भ हुँदैन होइन
You just give money anyways. Yeah, you give money anyway, but we need to put this No, but a lot of people were like, why didn't you give money? They thought, because they didn't see you give money. Yeah, I did give money. The money is giving money is not the solution. We need to take the kids in the right place, you know. त्यही कारण त्यो हामीले त्यो बच्चालाई पैसा दिएर आमालाई पैसा दिएर सँगै राखेर पैसा दिएर घरमा पैसा खाऊ भने त्यो खाँदैन फेरि अर्को धेर पैसा पाउँछ भने फेरि त्यहाँ फेरि माग्न आउँछ त्यसैले यो दिस इज नट द सल्युसन सल्युसन भने के भने त्यो बच्चालाई हामीले स्कुलमा जोइन गराइदिनुपर्छ बच्चालाई पढाउनुपर्छ हैन आमा के गरेर खान्छ त आमाको कुरा हो तर बच्चा हामी सबैको बच्चा हो हैन उसले जन्म दियो भन्दैमा उसले सबै जे पाए त्यही मन लागेको गर्नु पाउँदैन त्यो बच्चा देखाएर भाडामा आएको छ बच्चा देखाएर मागेर खानु पाउँदैन त्यसकारणले आफ्नो रेस्पोन्सिबल दायित्व निभाउनुपर्छ हो बच्चा र आमा छुटाउनु हुनु सबैलाई चित्त दुख्छ कसलाई दुख्दैन मेरो बच्चा पनि मसँग छुटाइन्छ चित्त दुख्छ तर त्यो सर्कमस्टेन्स हेर्नु पर्यो नि अब Oh yeah, someone said, imagine if a billionaire came to you and was like, hey, you're not taking care of your kids, right? Let me take care of put ओके मैले तपाईँले भने बिलिनियर आएर मेरो बच्चा लगाएर गयो भने टेक केयर गर्छु मैले गरेको छैन लाँदा भयो क्या बिलिनियरले पनि होइन तर आफूले विचार गर्नु पर्यो नि यो पैसाको कुरा होइन क्या हैन मान्छे छुटाउने कुरा पनि हैन यो के होइन राइट कुरा गर्नेको कुरा हो अब त्यो बच्चा देखाएर आज मैले 10,000 दिएँ भने भोलि फेरि 10,000 पाएँ फेरि 20,000 पाउँछ भने फेरि त्यो बच्चा देखाएर ल्याउँछ हैन त्यो बच्चालाई माई खाने भाँडा बनाउनु हुन्न आमालाई सम्झाउने हो सिकाउने हो तर होस्टेलमा राख्ने हो हैन त्यो होस्टेलमा आमा पनि गएर भेट्नु पाउँछ नि त हामीले लगेको त होइन नि त उसको नै होस्टेल तर होस्टेलबाट निकाल्नु पाउँदैन तिमी भेट्नु पाउँछ भन्ने कुरा नि त होस्टेलको पैसा हामीले तिर्दिने हैन राइट काम गर्छ त्यो सेन्सिटिभ भएर डिसिजन लिएर जे पाए त्यही कमेन्ट गरेर त्यो पनि हुँदैन है A lot of people were saying like, oh, you're a stranger. Why would she ever give you the kid, you know? And like, but न यो मैले त्यसको बच्चा मागेको भने यदि तिमी सक्दैन न म हेरिदिन्छु भनेको मैले बच्चा माएर मलाई लान्छु त भनेको होइन नि त तर मैले टेक केयर गर्छु भने टेक केयर गर्ने मतलब म लगेर अमेरिका लाने त होइन नि त टेक केयर गर्नु भने हामीले लिएर होस्टेलमा हालिदिने होस्टेलको बाउ आमा म हुँदैन नि त बाउ आमा त उही हुन्छ तर उसले होस्टेलबाट चाहिँ निकाल्नु पाएन भेट्नु जानु पायो आफ्नो समय दिनु पायो तर फेरि होस्टेलबाट निकालेर फेरि स्टेटमा ल्याएर बच्चा देखाएर माएर खानु पाएन एउटा सिस्टम प्रक्रिया तरिका त सिकाउनु पऱ्यो नि होइन त्यस कारणले त्यो एउटा पैसाले सल्युसन हुने कुरा हैन हैन तपाईको मैले आफ्नो भावनाको कुरा बच्चा छुट्नु नाले ओ बिचारा किन छुटाएको भने बिचारा बच्चा त्यो गाडी कुदिरहेछ हैन मान्छे हिँडिरहेछ धुलो उडिरहेछ कति त्यो बच्चालाई अनहेल्दी हुन्छ के हुन्छ त गाडी त्यो माथि चढाएर हिँड्ने बच्चाको माथि एक्सिडेन्ट भएर गाडीले किचायो भने के हुन्छ अनि त्यतिखेर आमासँग नछुटाएर राखेको हुन्थ्यो अनि त्यतिखेर के भन्नुहुन्छ कसले हेरेन छ भन्छ हैन त्यो बिफोर इट गेट टु लेस समबडी निड टु टेक रेस्पोन्सिबिलिटी हैन तर यो त सबै यो भिडियो बनाएर के हुन्छ भने यो भिडियो बनाएर के गरेर त देखाएको भन्ला हो देखाउनुपर्छ राम्रो काम गर्ने देखाउने ताकि अरूले पनि गरोस् हैन त्यो बादमा मैले हेरेँ नि म यहाँ अमेरिकाबाट 2 दिन घुम्न आउँदाखेरि घरको अगाडि बच्चा देख्छ यस्तो बच्चा 100 वटा होला नि सबैमा त हामी पुग्नु सक्दैन तर पुगिसकेको बच्चालाई त हेरेर उद्धार त गर्नु पर्यो नि रहेछ बच्चा दौडिस त हो र होइन कहाँ हुन्छ बहिनी अस्ति तपाईँ हामीसँग कुरा अरे होइन बेचत होइन तपाईँलाई सामान ल्याएर आएको छु बेचत होइन तपाईँलाई दिनु आएको छु तपाईँलाई हामीले यो लुगाहरू ल्याइदिएको छ उसले सुत्ने ज्याकेटहरू सबै यहाँ सुन्नुभयो कुरा अनि यो बच्चाले यसरी राख्नु सधैँ हो र कानुन अनुसार बच्चाहरूलाई यसरी बाटोमा राख्नु पाउँदैन हामी तपाईँलाई हेल्प गर्छु भन्दैछु तपाईँको बच्चालाई स्कुल पढाइदिन्छु त्यसमा बेइज्जत हुँदैन तपाईँको कसरी तपाईँको बेइज्जत हुन्छ स्कुलमा बच्चा पढाउनलाई ल भन्नुहोस् त तपाईँ बरु यहाँ स्कुलमा बच्चा पढ्ने होइन तपाईको बच्चा एक्लै देखेर हामीलाई माया लागेर हामी हेल्प गर्ने हो किन तपाईँलाई मैले हेल्प गर्नु पर्दैन तर यो बच्चालाई त मैले हेल्प गर्नुपर्छ तपाईँ त खानु सक्नुहुन्छ बोल्नु सक्नु यो बच्चाले बोल्नु सक्छ यो धुलोमा राखेर हुन्छ तर हाम्रो आँखाले देखेपछि हाम्रो पनि जिम्मेवारी हुन्छ यस्तो बच्चाहरू यहाँ नेपालमा तपाईँ मात्रै होइन 100वटा छ सबै मान्छेले हेल्प गर्नुपर्छ सबैको बच्चा छ तपाईहरु सक्दैन नि त आँखाको अगाडि जो देख्यो त्यसलाई गर्ने हो तपाईको बच्चाको लागि गरेको नि कहाँ तपाईँले चाहिँ हजुर उसको बच्चा यहाँ सुन्नुहोस् यो बच्चालाई अरूले पढाइरहेछ अरे उसले भनेको एउटा स्कुलले पढाइरहेछ अरे होइन अस्ति हामी के भयो भने हामी बाटो हिँडेको उसको बच्चा खोजेर हिँडेको होइन बाटो भुइँमा सुतिरहेको थियो बच्चा कोही पनि थिएन हामी 5 मिनट कुर्यो कोही पनि बाउ आमा देखेन होइन अनि हामी त छक्क पऱ्यो नि त बच्चा भुइँमा किन सुतिरहेछ भनेर अनि एकछिनपछि उहाँ आउनुभयो अनि उहाँलाई भनेर बच्चा हामीलाई दिनुहोस् हामी पढाइदिन्छु भनेको दुइटै पढाउन 4वटै पढाइदिउँला नि तर स्कुलमा त लानु पऱ्यो नि त होइन यसरी अहिले शिक्षा केही शिक्षा भन्नुहोस् त
यहाँ हेर्नुहोस् यो दिनमा कतिजना मान्छे हुन्छ कसले यसरी बसेर सोधेछ ल भन्नुहोस् त यदि हामीले सोध्यो भने अनि हामी चाहिँ नराम्रो हुने बेइज्जत गरेको हुन्छ तपाईँ आफै भन्नुहोस् त ल यहाँ हेर्नुहोस् ल मान्छे कतिजना हिँड्छ कसले सोधेछ तपाईँलाई कसले यो लुगा किनेर ल्याइदिएछ किनभने कसले पनि कसलाई मतलब गर्दैन यहाँ यो संसारै स्वार्थी छ अनि हामीले यो संसार स्वार्थीलाई के भन्यो भने सबले हामीले मतलब गर्नुपर्छ यो बच्चाको बोल्नु सक्दैन यो बच्चाको आवाज भनेको हामी हो भनेर के गर्नुहुन्छ बच्चा स्कुल पढाउने नपढाउने नपढाउने यो लुगा पनि नलिने यो बच्चालाई नपढाउने अनि यसरी मागेर बस्ने तिमी मेरो बाउ भाइ बोलाउनु होइन यसरी झगडा गरेन तर यसमा किन बेइज्जत गर सबैले राखेको सबैले गार मात्रै गर्न पाउँदैन न यु क्यानट किप द किड लाइक दिस खालि चुनाव लड्नुमा बिजी छ नि त तर त्यो कानुन त छ नि त त्यहाँ तर मलाई तपाईँको भ्यू चाहिँ एकदम मन पऱ्यो के दाइ साँच्ची हो तर गुनगाने खालको चाहिँ रेस्पेक्ट छोडिदिनु हामीले छोडिदिनुहोस् भन्नुहुन्न किन भन्नु न त्यो बच्चाले त बोल्नु सक्दैन नि त्यो बच्चाको मुख हामी हो क्या यसरी बाटोमा राखेर बेइज्जत गर्नुभन्दा त पढाउनु राम्रो बेइज्जत उसको भविष्य के अरे बच्चाको भविष्य त भन्छ आमाले बिगारेर हो त्यही त आमाले मागेर खानु मलाई मतलब भएन नि त बच्चा त माग्नु भएन नि त अब उसको भविष्य त पुरै डल्लै बाँकी छ नि त अलिअलि अहिलेदेखि अलिअलि केही सिक्यो भने पछि गएर आमा यसरी बाटोमा बस्दा चाहिँ कसो नेपालको नियमले चाहिँ त्यो बच्चा लानुपर्छ क्या नेपालको नियम नयाँ नियम छ क्या त्यसलाई थाहै छैन राम्रो राम्रो बच्चाहरू छ तर यो रिसायो भने यसलाई त दिँदैौ न दाइ उहाँ रिसायो भने हामी माफ माग्छौँ उयो लुगा चाहिँ राखेर लौ भनौँ न रिसाएर के पाउँछ हामीसँग लुगा ल्याइदिएछु लुगा त लिनु नि लिनुहुन्छ लुगा ल तपाईँ बच्चा नपढाउने अरे यति त ल यसमा ज्याकेटहरू जुत्ताहरू सबै सेट छ होइन नरिसाउनुहोस् ठुलो मन गर्नुहोस् हामी त बच्चाको लागि बच्चामा बाटोमा बसेर माग्नुभयो बेइज्जत हो हेर्नुहोस् है बच्चामा स्कुलमा कहिले पनि बेइज्जत हुनु बरु तपाईँ काम गर्नुहोस् यो बच्चालाई स्कुलमा पढाएपछि पछि डक्टर त्यही त हामी पढाइदिन्छौँ नि त तपाईँ जे गरे पनि गर्नुहुन्छ अनि त्यही कारण त हामी बच्चा पढाइदिन्छौँ नि फ्रीमा अनि स्कुलमा गएर जाने सबै गर्न ल हेर्नु त अब हामी चाहिँ ल नयाँ टोपी ए नरिसाउनु रिसाउनु न नगर नरिसाउनु ल धन्यवाद है नरिसाउनुहोस् तपाईँलाई दुःख दिनु खोजेको होइन ल पछि त आउनुहुन्न नि तपाईँ त्यो संसारै सिधेको जस्तो लाग्छ नि द्याट्स नट वाट इट इज म्यान त्यो संसारै सिधेको होइन द्याट्स वाट द रिजल्ट इज त्यो भनेको तपाईँले अलिक मेहनत गर्नुपर्छ है इस मेहनत पुगेन भनेको क्या यस आई क्यान आई विल आई मस्ट कम ऑन Hey, you cannot tag me, ha! Hey, what's up, man? What's up, man? पहिला के गर्थ्यो कोही कोही त त्यो रानी पोखरी खाएको थियो तिमीलाई किनभने हम्बाल्ने पनि थियो मलाई देखाइदिए बहुत भिडियोमा अहिले हामी स्वयम्भूमा छौँ स्वयम्भूको आनन्द कुटी हो म यहाँ आजभन्दा 40 वर्ष भनौँ न अगाडि यहाँ फर्स्ट जोइन गरेको थिएँ क्या 40 वर्ष अगाडि है म्यान होल्ड 40 वर्ष भन्दा म 10 वर्षको थिएँ होइन म पहिलोचोटि यहाँ आउँदाखेरि मैले यहाँ कति 2 क्लासबाट 10 होइन 40 होइन 42 वर्ष अगाडि म 8 वर्ष कि 9 वर्ष हुँदा यहाँ स्कुल जोइन गरेको